आज हामी कुरा गर्दैछौँ सन् 1904 को साहित्यतर्फको नोबेल पुरस्कारको इतिहासमा। त्यो वर्ष एउटा निकै अनौठो र अविस्मरणीय निर्णय भयो। त्यो बेला यो प्रतिष्ठित सम्मान कुनै एकजनालाई होइन, बरु दुईजनालाई संयुक्त रूपमा दिइयो र ती दुईजना एक अर्काभन्दा बिल्कुलै फरक थिए। हो, आजको हाम्रो विश्लेषणको केन्द्रमा यही प्रश्न छ। कसरी यस्तो हुन सक्यो त? फ्रान्सको एउटा सानो एकान्त गाउँका एक कवि र स्पेनी राजनीतिको केन्द्रमा रहेका एक शक्तिशाली गणितज्ञले साहित्यको सबैभन्दा ठूलो सम्मान सँगै कसरी पाए? आउनुहोस्, यो रोचक कथाको गहिराईमा जाउँ। ती दुई विजेता थिए फ्रेडरिक मिस्ट्राल र होसे एचेगाराय। उनीहरूको सार्वजनिक व्यक्तित्वमा आकाश जमिनको फरक थियो, साँच्चै। एकजना आफ्नो भाषा र संस्कृति जोगाउन आफ्नो पुरै जीवन समर्पित गरेका, अनि अर्का विज्ञान र राजनीतिमा शिखर चुमेर साहित्यमा प्रवेश गरेका। हेर्नुहोस् त, एकातिर थिए मिस्ट्राल, जसलाई माटोका कविभन्दा फरक पर्दैन, आफ्नो मरिरहेको भाषाको रक्षक, अनि अर्कोतिर थिए एचेगाराय, मञ्चका बहुप्रतिभाशाली व्यक्ति जो एक प्रसिद्ध गणितज्ञ र राजनीतिज्ञ पनि थिए। उनीहरूको संसार कति फरक थियो यहाँबाट अझै स्पष्ट हुन्छ। मिस्ट्रालको जीवन पहिचान र संस्कृति जोगाउनमा समर्पित थियो, उनको काम हृदयको कविता थियो। तर यसको ठीक उल्टो एचेगाराय एक सक्रिय सार्वजनिक व्यक्तित्व थिए जसको काम राष्ट्र निर्माण र मञ्चको तर्क थियो। एक शान्त थिए, अर्का एकदमै सक्रिय। ल, पहिले हाम्रा पहिलो च्याम्पियनको कुरा गरौँ, फ्रेडरिक मिस्ट्राल। उनको कथा दक्षिण फ्रान्सको सुन्दर प्रोभिन्सियल क्षेत्रबाट सुरु हुन्छ, जहाँ उनले आफ्नो पुरै जीवन एउटा भाषालाई बचाउनका लागि खर्चिए। मिस्ट्रालको सपना कति ठूलो थियो भन्ने कुरा यो फेलिब्रिज भन्ने आन्दोलनले देखाउँछ। उनले आफ्ना केही साथीहरूसँग मिलेर यो आन्दोलन सुरु गरे, जसको एउटै उद्देश्य थियो प्रोभिन्सियल भाषालाई सम्मान दिलाउनु। किनभने त्यति बेला यो भाषालाई ग्रामीण र अलि तल्लो स्तरको भाषा मानिन्थ्यो। र उनको यो भनाइले उनको जीवनभरको कामको दर्शनलाई एकदमै स्पष्ट पार्छ। उनका लागि भाषा भनेको बोल्ने कुरा मात्रै थिएन, यो त पहिचान थियो, संस्कृति थियो र स्वतन्त्रताको साँचो थियो। मिस्ट्रालको जीवन पनि उनको कविता जस्तै सरल थियो। धनी परिवारमा जन्मे पनि उनले कानूनको करियर त्यागेर कविता रोजे। उनी कतिसम्म लोकप्रिय थिए भने मानिसहरूले उनको जीवित छँदै सम्मानमा शालिग बनाए, र उनी आफै त्यसको अनावरणमा सहभागी भए। कल्पना गर्नुहोस् त। ल, अब हाम्रा दोस्रो च्याम्पियनतिर लागौँ। होसे एचेगाराय, एक यस्ता व्यक्ति जसले एउटै जीवनमा धेरै जीवन बाँचेको जस्तो लाग्छ। यो सूची हेर्नुहोस् त एकपटक। उनी स्पेनका एक महान गणितज्ञ थिए, सिभिल इन्जिनियर थिए, देशको अर्थमन्त्री र सार्वजनिक निर्माण मन्त्री पनि भए, र यी सबै सफल करियरपछि उनी नोबेल पुरस्कार विजेता नाटककार बने। साँच्चै कस्तो अविश्वसनीय यात्रा! र सबैभन्दा आश्चर्य लाग्दो तथ्य के हो भने उनले आफ्नो पहिलो नाटक लेख्दा उनको उमेर 42 वर्ष थियो। मतलब विज्ञान र राजनीतिमा एउटा सिङ्गो करियर बिताइसकेपछि उनले साहित्यमा यति ठूलो सफलता पाए। यो उनको एउटा निकै शक्तिशाली भनाइ हो, जसले नाटकप्रतिको उनको दृष्टिकोणलाई देखाउँछ। उनका लागि नाटक मनोरञ्जन मात्र थिएन, यो त एउटा ऐना थियो जसले समाजलाई उसको नैतिक दाग र कमी कमजोरीहरू देखाउँथ्यो। अब हेरौँ उनीहरूका ती कृतिहरू जसले उनीहरूलाई यो पुरस्कार दिलायो, र यी कृतिहरूका सन्देश पनि उनीहरू जस्तै एकदमै फरक थिए। मिस्ट्रालको महाकाव्य मिरेयो एक दुःखद प्रेम कथा मात्र थिएन, यो त पुरै प्रोभेन्सियल संस्कृति, त्यहाँको जीवनशैली र आत्मालाई विश्व सामु प्रस्तुत गर्ने एक शक्तिशाली माध्यम थियो। भनौँ न, साहित्य मार्फत गरिएको सांस्कृतिक संरक्षणको एक महान कार्य। अनि अर्कोतर्फ एचेगारायको सबैभन्दा प्रसिद्ध नाटक थियो द ग्रेट क्यालोटो। यो एउटा शक्तिशाली मनोवैज्ञानिक नाटक थियो जसले सामाजिक कानेखुसी र हल्लाले कसरी मानिसको जीवन बर्बाद गर्न सक्छ भनेर देखाउँथ्यो। यो नाटकको कथा एकदमै मार्मिक छ। सुरुमा एउटा निर्दोष सम्बन्ध हुन्छ, तर समाजले कुरा काट्न थाल्छ, कानेखुसी गर्न थाल्छ, र त्यही कानेखुसीले शङ्काको विष घोल्छ। अन्ततः यही सामाजिक दबावले ती निर्दोष पात्रहरूलाई एउटा भयानक त्रासदीतर्फ धकेल्छ जुन उनीहरूले कहिले कल्पना पनि गरेका थिएनन्। अब यो गेलोटो शब्दको अर्थ के हो त? यसको अर्थ हो मध्यस्थकर्ता जसले प्रेमी प्रेमिकालाई मिलाउँछ। तर एचेगारायको चलाखी के थियो भने उनले भने
यो नाटकको महान गेलोटो कुनै एउटा व्यक्ति होइन, बरु स्वयं समाज हो जसले आफ्नो हल्ला र कुराले मानिसहरूलाई अपराधतर्फ धकेल्छ। पुरस्कार घोषणा भएपछि के भयो त? दुवै विजेताले आफ्नो यो नयाँ पहिचानलाई कसरी प्रयोग गरे? यो कथा पनि उत्तिकै रोचक छ। मिस्ट्रालले त आफ्नो विरासतलाई निस्वार्थ सेवामा बदले। उनले नोबल पुरस्कारबाट पाएको सबै पैसा व्यक्तिगत सुखमा होइन, बरु आफ्नो संस्कृतिको संरक्षणका लागि एउटा संग्रहालय बनाउन प्रयोग गरे। यो उनको उद्देश्यप्रतिको अटल प्रतिबद्धताको प्रमाण थियो। तर एचेगा रायको कथा अलि फरक रह्यो। उनको जितले स्पेनमा प्रशंसा होइन, बरु ठूलो विवाद र विरोधको आगो सल्कायो। 98को पुस्ता भनेर चिनिने स्पेनका युवा लेखकहरूले उनको खुलेरै विरोध गरे। उनीहरूलाई लाग्थ्यो कि एचेगा रायको लेख्ने शैली पुरानो भइसक्यो, उनी पुरानो सत्ताको प्रतीक हुन् र उनीभन्दा योग्य आधुनिक लेखकहरूलाई बेवास्ता गरियो। यो एक किसिमले पुरानो र नयाँ पुस्ता बीचको टकराव थियो। त्यसो भए फेरि सुरुमा सोधिएको प्रश्नमा फर्कौं। यति धेरै भिन्नताका बावजुद नोबेल समितिले यी दुवैलाई एउटै पुरस्कार किन दियो होला त? र जवाफ यो हो। उनीहरू बीचको भिन्नता जति नै ठूलो भए पनि नोबेल समितिले उनीहरूमा एउटा साझा उपलब्धि देख्यो। दुवैले आफ्नो तरिकाले आफ्नो देशको भाषिक र नाटकीय परम्परालाई पुनर्जीवित गरे र त्यसलाई विश्व सामु प्रस्तुत गरे। मिस्ट्रालले भाषा मार्फत गरे अनि एचेगा रायले मञ्च मार्फत। र अन्तमा यो कथाले हामीलाई एउटा गहिरो प्रश्नमा छोडिदिन्छ। साहित्यको खास उद्देश्य के हो? मिस्ट्रालले गरे जस्तै विगतको आत्मालाई जोगाउनु वा एचेगा रायले गरे जस्तै वर्तमानको विवेकलाई झकझक्याउनु? यो एउटा सोच्नुपर्ने कुरा हो।